नमस्ते सबैजनामा। आजको भिडियो रहेको छ गोलभेडाको चोरहाँगालाई कति दिनपछि कटिङ गर्दा राम्रो हुन्छ भन्ने विषयमा रहेको छ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र यो चोरहाँगा चाहिँ लगभग हामीले 3 देखि 4 दिन भित्रमा चाहिँ कटिङ गरेको बेटर हुन्छ, किनभने यो धेरै ठुलो हुन पनि पाउँदैन र हामीले यो चोरहाँगा भनेर चिन्न सक्ने अवस्थाको पनि हुन्छ र धेरै ठुलो नभएपछि यसले अनावश्यक रूपमा खानेकुरा पनि खान पाउँदैन यो चोरहाँगाले, किनभने यो हामीले राख्ने होइन नि त। त्यही भएर यसलाई चाहिँ जति सक्दो छिटो कटिङ गरेको राम्रो हुन्छ। यो चाहिँ मैले कटिङ गरिरहेको जुन चोरहाँगा छ यो ठुलो भइसकेको अवस्था हो। यो चाहिँ मैले 1 हप्तामा चाहिँ कटिङ गरिरहेको छु, 1 हप्ता भइसकेको छ। र यो छिटो कटिङ गऱ्यो भने चाहिँ के फाइदा हुन्छ भनेदेखि चाहिँ काम गर्न सजिलो, हामीलाई जुन यो थाङ्रा सँगसँगै यो डोरीमा बेर्न पनि सजिलो हुन्छ। नत्र यो चारैतिर फैलिएर झाँगिएर हामीलाई भित्र काम गर्न त्यति सजिलो हुँदैन। त्यही भएर चाहिँ हामीले यो गोलभेडाको चाहिँ सकेसम्म 3 दिनमा हामीले भित्र पसेर काम गर्यो भने चाहिँ एकदमै राम्रो हुन्छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने शेयर, लाइक, कमेन्ट पनि गरिदिनु होला। हस्, थ्यांक यू सो मच।